यहाँ बसेर कुनै काम छैन। हामी मात्र अझै ढुङ्गाहरूको वर्षामा दब्छौँ। तुरुन्त घोडाहरू तयार गर। साँच्ची भन्नुहोस्, क्या हामी सबै मृत्युतर्फ जाँदैछौँ? हो, हामी जाँदैछौँ। अनि तपाईँ यो भन्दै हुनुहुन्छ कि हामी मर्दै नै छौँ भने? कमसे कम लड्दै मरौँ। सही भन्यौ। तर एकछिन, यदि हामी मर्दै नै छौँ भने हामीले जे गरे नि के फरक पर्छ? हामीले तपाईँको आदेशै मानेनौँ भने पनि केही फरक पर्छ र? हो, केही फरक पर्दैन। त्यो हर चिज जसको तिम्रो लागि महत्त्व थियो, हरेक आशा, सपना र हर्षका पल, न त रणभूमिमा अर्धमृत भई पल्टदा त्यसको अर्थ निस्कन्छ, न त उड्दै आएका पत्थरहरूले शरीरलाई टुक्रा टुक्रा पार्दा त्यसको अर्थ निस्कन्छ। हामी सबै मर्छौँ। तर के त्यसको मतलब हाम्रो जीवन नै अर्थहीन थियो? के त्यसको मतलब हामी जन्मनुको कुनै अर्थ थिएन? हाम्रा शहीद साथीहरूको बारेमा के भन्छौ? उनीहरूको जीवनको के ती अर्थहीन थिए? ती थिएनन्। उनीहरूको याद हामी सबैको लागि महत्त्वपूर्ण छ। बहादुर मरे, कायर मरे, उनीहरूको जीवनको अर्थ छ, किनकि हामी जीवित उनीहरूलाई बिर्सन अस्वीकार गर्छौँ। अनि जसरी आज हामी मृत्युतर्फ लम्कन्छौँ, हामी हाम्रा बाँकी साथीहरूबाट पनि त्यही आशा राख्छौँ, किनकि मेरा योद्धाहरू मृत्यु सामु पनि सिर ढाडो पारी संसारको निर्दय नियतिलाई चुनौती दिन्छन्। मेरा योद्धा अगाडि बढ्छन्, मेरा योद्धा दहाड्छन्, मेरा योद्धा लड्छन्।